एक टकले हेरेर आँखा झुक्काउन पनि झुक्काए, आँखा पनि नझुक्काएका राजाले अन्वेष लोचनो अन्वेषे मेचरैते लोचने नयने यच्छ एतादृशः राजा चाण्डाल कन्या ददर्श। अब यहाँ जति छन् यो अनुच्छेदमा यी सबै चाण्डाल कन्याका विशेषण यस प्रकारको विशेषताले चाण्डाल कन्याले राजाले आँखा मृग नगरिकन हेरे। 31 अवनिपतिस्तु अन्वेष लोचन हो लोचना सन्ददर्श कर्ता चाहिँ अवनिपति हो ददर्श क्रिया अवनिपतिरात आलोकय इत्यविदाय आद्या निर्दिश्यमान पहिलो विषय भित्र प्रतिहारीले चाण्डाल कन्यालाई भित्र लगिसकेपछि टाढैबाट हेर भनेर निर्देशन दिए। यहाँ निर्दिष्टमान भनेको छैन, निर्देश्यमान बारम्बार उसले चाहिँ निर्देशन दिए अगाडि नजाने है, अगाडि जान हुँदैन, टाढैबाट हेर भनेर बारम्बार त्यही भएकोले दूरात् आलोकयः निर्पति समीपम अगत्वैव आलोकयः पश्य राजानं पश्य निर्पतिं पश्य इत्यविदायः इति प्रकारेण अनेन प्रकारेण प्रतिहार्या द्वारपालिकया निर्दिश्यमाना निर्दिष्टां तां प्रत्येक विशेषण कहाँनिर विशेषण छन्। अब अर्को दोस्रो विशेषण वय परिणाम कृतव्यायामतया यौवना पगमे प्रसिद्ध शरीर संविना सत्प्रतिमातं तत्त्वेना तितिक्षं कृतिना अनुकृत आर्यदेशेन सुप्रभाषा पुरुषेण अधिष्ठित पुरोभागम। यहाँसम्मको दोस्रो विशेषण। त्यो दोस्रो विशेषणमा के छ भन्दाखेरि चाण्डाल कन्या हिँडिरहेको चाण्डाल कन्याको अगाडि एउटा वृद्ध पुरुष थियो। अब त्यो वृद्ध पुरुष कस्तो थियो त यस प्रकारका विशेषताले युक्त भएको वृद्ध पुरुषद्वारा अधिष्ठित पूर्वभाग भएको अर्थात् अगाडि एउटा वृद्ध पुरुषलाई अगाडि लगाएकी भन्न खोजेको। वृद्ध पुरुष कस्तो थियो पहिला वृद्ध पुरुषको विशेषण र यस प्रकारका विशेषताले युक्त भएको वृद्ध पुरुषलाई अगाडि लगाएकी। पर्यन्त त चाण्डाल कन्याको विशेषण भए पनि अरूका विशेषण कसका रहेछन् वृद्ध पुरुषका। अब वय परिणाम सुप्रसिरसः भएको हुनाले टाउकाका कपालहरू उडेर सेतै गरेको के हो गरिकन बसौँ है। वयसः परिणाम वयस शब्द हो शान्त शब्द हो त्यही भएको हुनाले वयसः परिणाम वयः परिणाम उमेरको परिणति भनेको उमेर ढल्किँदै जानु भनेको वृद्धावस्था हुनु। वृद्धावस्था भएको हुनाले शुभ्रम शिरः यस्यस्तेन वयसः परिणामः वयः परिणामस्तेन शुभ्रम शिरः यस्यस्तेन वृद्धावस्थाले गर्दाखेरि सेतै फुलेको टाउको भएको अर्थात् टाउको सेतै फुलेको सेतो टाउको भएको रक्त राजीव नेत्रापाङ्गे राता कमल जस्ता आँखाका प्रान्तभाग भएको अर्थात् आँखाका छेउ त्यो जुन अगाडि हिँडिरहेको वृद्ध पुरुष छ त्यसका आँखाका प्रान्तभाग रातो कमल जस्ता थिए। रक्तम यत् राजीवम तद्वत् नेत्रापाङ्गे रक्त राजीव अपाङ्ग नेत्रयोर अन्त भनेपछि पुलिङ्ग शब्द हो।
रक्तराजीववन् नेत्रापाङ्गौ यस्यः तेन राता कमल जस्ता नेत्रका प्रान्त। अपाङ्ग भनेको के? अपाङ्ग अपाङ्ग मैले गराएको हुँदैन, आफूले जे सोच्नु भएको छ त्यही मात्रै सुनिरहेको हुन्छ, त्यही त छ। अपाङ्ग नेत्रयो प्रान्त, नेत्रको छेउलाई चाहिँ अपाङ्ग भनेर भनिन्छ। नेत्रापाङ्ग भनेको नेत्रापाङ्ग शब्द पनि प्रयोग गरिन्छ। नेत्रको आँखाको छेउ भन्ने जानेर नेत्र शब्द समेत जोडिएको हुन्छ, त्यहाँ चाहिँ अपाङ्गको अर्थ छेउ लगाउनु पर्छ। तर सामान्यतया चाहिँ के हो त अपाङ्गको अर्थ? अपाङ्ग नेत्रयो प्रान्त। अनि नेत्रापाङ्गेन भनिसकेपछि यो यतातिरको छेउलाई बुझिन्छ, यतातिरको छेउलाई आँखाको छेउलाई अपाङ्ग। अनवरत कृत व्यायामतया यौवनापगमेभ्य शिथिल शरीर सन्धिना, निरन्तर व्यायाम गरेको हुनाले अचल योगा भन्छ नि, हो त्यस्तै यो त्यसले त्यो वृद्ध पुरुषले निरन्तर व्यायाम गरेको थियो। निरन्तर व्यायाम गरेको हुनाले वृद्धावस्था भए तापनि शरीरका सन्धिहरू शिथिल नभएको, निरन्तर सधैँ दिनदिनै व्यायाम गरेको हुनाले पुष्ट शरीर भएको। अनवरतं कृतः व्यायामः कृतः य व्यायामस्तस्य भावस्तया अनवरत कृत व्यायामतया निरन्तरं विहित व्यायामतया यौवनापगमेपि, युवावस्थामा शरीर चाहिँ दृढ हुन्छ, तर युवावस्था बितिसकेको भए तापनि यौवनापगमेपि अशिथिलः शरीराणां सन्धि यस्य स, शरीरका सन्धिहरू जोड्नेहरू चाहिँ शिथिल नभएको। सत्यपि मातङ्गत्वेन तिनिसंसाकृतिना, मातङ्ग चाण्डाल हो। चाण्डाल भनिसकेपछि आकृति हेर्दाखेरि नै डर लाग्दो हुनुपर्ने, मारकाट गर्ने मान्छे न हो। मान्छे अहिलेको बगरे भन्दा पनि अझ खतरनाक हो, किनभने यसले चाण्डालले त मान्छेलाई पनि राजा क्या हुन साथ मार्दथे भनिसकेपछि त कठोर आकृतिको हुन्छ। चाण्डाल भएको हुनाले स्वभावैले कठोर आकृति हुनुपर्ने हो तापनि त्यति कठोर आकृति नभएको, चाण्डाल भए तापनि अत्यन्त कठोर आकृति नभएको, डरलाग्दो आकार नभएको। मातङ्गत्वेपि सत्यपि मातङ्गत्वे, मातङ्ग कुलमा चाण्डाल कुलमा उत्पन्न भए तापनि नाति निशंसः आकृतिः यस्यस्तेन, आकृति स्त्रीलिङ्ग शब्द हो, त्यसैले नाति निशंसा आकृति यस्यस्तेन, जसको आकृति अत्यन्त कठोर प्रतीत हुँदैन, अर्थात् सौम्य आकृति लाग्दछ। जसको यस्तो अनुगृहीत आर्यवेशेण, आर्यहरूको वेश धारण गरेको थियो। चाण्डालको वेश उसले चाण्डाल थियो, आकृति पनि सौम्य थियो र वेश पनि एउटा सत्पुरुषहरूको आर्यहरूको जस्तो थियो। अनुगृहीतः स्वीकृतः आर्यवेशो येनस्तेन, अनुगृहीत आर्यवेशेण शुभ्रं वासः यस्यस्तेन, शुभ्रवाससः कपडा सेता कपडा लगाएको पुरुषेण, पुरुषद्वारा वृद्ध पुरुषद्वारा अधिष्ठितः पुरोभागः अग्रभागो यस्यास्ताम्, अधिष्ठित पुरोभागम अग्रभाग युक्त भएको, अर्थात् यस प्रकारको व्यक्तिद्वारा जसको अग्रभाग युक्त छ, अर्थात् जसले अगाडिपट्टि यस प्रकारको वृद्ध पुरुषलाई लगाएकी छ। दुईटा विशेषण भयो। के भयो? प्रतिहारीद्वारा टाढैबाट हेर भनेर निर्देश दिएकी, अनि वृद्ध पुरुषद्वारा अग्रगमन गरिएकी। प्रतिहारी भनेको त्यो ढोकामा बस्ने द्वारपालिकाले भित्र लिएर आएकी थिए चाण्डाल कन्यालाई, त्यसैले उसले चाहिँ टाढैबाट हेर भनेर भन्यो। दोस्रो विशेषण भयो। यस प्रकारले
अनि तेस्रो विशेषण छ तीनवटा व्यक्ति आछन् भनेको छ। चाण्डाल धारक पिण्ड, चाण्डालको एउटा बच्चा पनि छ जसले त्यो पिञ्जरा बोकिरहेको छ। त्यो चाण्डाल कन्याको चाहिँ त्यसले के गरिरहेको छ? अनुसरण गरिरहेको छ, अनुगमन गरिरहेको छ। अनुगमन र अग्रगमन भन्ने थाहा छ नि? अगाडि अगाडि हिँड्ने चाहिँ अग्रगमन भयो, वृद्ध पुरुष चाहिँ बिचमा चाण्डाल कन्या थिए, अगाडि अगाडि वृद्ध पुरुष थियो, अग्रगमन वृद्ध पुरुषले गरेको थियो, त्यही भएको हुनाले अधिष्ठित पूर्वभागम भनियो। अनि पछाडि पछाडि चाण्डाल कन्याको पछाडि पछाडि चाण्डालको बालक आइरहेको थियो, त्यही भएको हुनाले चाण्डाल धारकेण अनुगम्यमाना, चाण्डालको बच्चाद्वारा अनुगमन गरिएकी पछाडि पछाडिबाट चाण्डालको बच्चा हिँडिरहेको थियो भन्ने अर्थ। अब कस्तो थियो त त्यो चाण्डाल कन्याको पछाडि पछाडि हिँडेको बालक कस्तो थियो त? बालकको विषय काकपच्छा, ये काकपच्छा तान धरती आकुला काकपच्छ धारेका, यताउति छरिएका काकपच्छ धारण गरेको। काकपच्छ थाहा छ नि कि छैन? औवा भन्ने त थाहा छ, काका भन्ने थाहा छ, औवा भन्ने चिन्नु कि? काकपच्छ भनेको यहाँनिर काकपच्छ भनेको कौवाका पखेटा भन्ने अर्थ पनि हुन्छ। तर बालकको प्रसङ्गमा काकपच्छ भनेर बालकहरूका टाउकाका जुन छरिएका बालहरू हुन्छन्, घुँडी परेका र छरिएका, अचार चाहिँ बजारमा गएर बनाउनु पर्छ, त्यतिखेर पर्दैन थियो। त्यो बालकहरूका घुँडी परेका जुन कपालहरू हुन्छन् तिनीहरूलाई चाहिँ के भनिन्छ? काकपच्छ भनेर भनिन्छ। अनि यताउति छरिएको हुनाले आकुल काकपच्छलाई धारण गरेको। यहाँनिर कागका पखेटा लिएर आएर यहाँ टाउकामा सिउरिएको भन्ने अर्थ लगाउनु पर्दैन। अनि पिच्छधारिणा भनेको भए वा आकुल पिच्छेण यस्तो भनेको भए मयूरका पङ्ख इत्यादि कुकुरो भरेको भए त्यहाँ टाउकामा ल्याएर सिउरिएको भन्ने अर्थ लिनु पर्थ्यो। तर यहाँ काकपच्छ भनेको हुनाले काकपच्छ शिखण्डक भन्ने शब्द छ। त्यो बालकहरूका कपालको बाललाई आकुल काकपच्छ धारेन, ती आकुल भएका यताउति छरिएका काकपच्छलाई धारण गरेको। यो के कुन पदको विशेषण हो? आकुल काकपच्छ धारेन भन्नुहोस् त। यो कुन पदको विशेषण हो? यहाँ भएभरिका मध्ये कसले चाहिँ भन्न सक्नुहुन्छ? हात उठाएर भन्नुहोस् त। बालकको विशेषण चाण्डाल धारकेण भन्ने त अघि नै मैले भनिसकेको छु। ध्यान चाहिँ तपाईँले दिनुहुन्छ कि दिनुहुँदैन, यही नै गरौँ। एउटा आश्चर्यको कुरो छ, भनेको भनिहाल्नु हुँदैन। एकैछिन कराइसकेपछि 2 मिनट पछि बोल्दै हो भने त्यहाँदेखि चाहिँ मैले के भने अरे भन्यो भने खै भनेर कपाल खालिहाल्नुहुन्छ। आकुल काकपच्छ धारेन, अत्यन्त यताउति छरिएका काकपच्छलाई धारण गरेको। अनि अनकशलाका निर्मितमप्यन्तर्गत प्रवास्यामायमानं मरकतमयं पञ्जरं उद्वहतः। पिञ्जरा चाहिँ हातमा लिएको। त्यो पिञ्जरा सुनका सरियाले बनेको थियो, तर भित्र त्यो पिञ्जराभित्र सुगा थियो। सुगाको शरीरबाट निस्किएको किरणले गर्दाखेरि त्यो पहेँलो रङ पनि के भएको थियो? कालो भएको थियो। त्यो कालो भएको हुनाले मर्कत मणिले बनाएको हो कि जस्तो लाग्दथ्यो। त्यस प्रकारको पिञ्जरा उसले हातमा लिएको थियो। सुनका सरियाहरूले बनाइएको भए तापनि भित्र रहेको सुगाको प्रभावले श्याम कालो भएको हुनाले मरकत मणिद्वारा निर्माण गरिएको हो कि भने जस्तो पिञ्जरा लिएको हो। कनकस्य शलाकास्ताभि निर्मितमपि, कनकस्य सुवर्णस्य या शलाकास्ताभि निर्मितमपि अन्तर्गतः आभ्यन्तरं स्थितः य शुकस्तस्य या प्रभा तेन श्यामायमानं
अश्याममपि श्यामवत् प्रतीयमानम् अतएव मरकतमयमिव मरकतमणिमयमिव मरकतनिर्मितमिव पञ्जरम् उद्वहता धारयतः चाण्डालतारकेन अनुगम्यमानम् अनुश्रीयमानम्। अब अर्को विशेषण असुरगिरी तामृत हरण हरण मरकत भनेको इन्द्रनीलमणि हो। मरकतमणि कालो हुन्छ जसको वर्ण। असुरहरू कालो थियो, यसको शरीर कालो थियो, कालो कालो थियो। कालो कालो शरीर भएको हुनाले चाण्डाल कन्याको विशेषण है। फेरि बालकतिर सिद्धि हो नि, फेरि बालकतिर जानु। यहाँ त हामीले मूल विशेषण भनेको चाण्डाल कन्याको विशेषण। चाण्डाल कन्याको शरीरको रङ अलिअलि कालो थियो। कालो भनेको चाहिँ भैँसो जस्तो भनेको होइन नि। फेरि कालोको चाहिँ राम्रो मानिन्छ, तर तपाईँहरूले कालो भनिसकेपछि भैँसो हो जस्तो अथवा अँगार जस्तो भन्ने सम्झिहाल्नुहुन्छ। अलिअलि कालो वर्ण थियो। त्यही भएको हुनाले असुरद्वारा बलपूर्वक अपहरण गरिएको अमृतलाई असुरहरूबाट छुटाउनको लागि कपट कामिनीको वेश धारण गरेका भगवान विष्णुको अनुसरण गरिरहेकी हो कि उपेक्षा हो। विष्णुको पनि वर्ण कस्तो छ? कालो श्याम श्यामम भनेर भनिन्छ। शिवजीको वर्ण कस्तो छ? कर्पूर गौरम। शिवजीलाई भन्नु पर्यो भने कर्पूर गौरम भनिन्छ। अनि कृष्णको अथवा विष्णुको वर्णन गरियो भने घनश्याम भनेर भनिन्छ। अनि कालो केही कालो वर्ण भएको हुनाले असुरहरूद्वारा अपहरण गरिएको अमृत, असुरद्वारा हरण गरिएको अमृत ल्याउनको लागि, उनीहरूबाट लिनको लागि कपट कामिनीको वेश धारण गरेका विष्णुको अनुकरण गरिरहे जस्तै असुरेण असुरै गृहीतं यत् अमृतं तस्य अपहरणाय कृतः पीतः कपटः पटुः कपट निपुणैः विलासिनी वेशस्य कपट विलासिनी वेशो येन तस्य भौगरीकरणं असुरैः अपहृतं यत् अमृतं पीयूषं तस्य अपहरणाय कृतः कपटे पटुः विलासिन्याः वेशो येन तस्य एतादृशस्य भगवतो हरेः विष्णु श्यामतया अनुपूर्वतिं। विष्णु नै उनकी भने कालो कालो शरीर भएको हुनाले कालो शरीर कालो छ। अनि विष्णुले चाहिँ के भनिन्छ विष्णुको त्यो वेशलाई आइमै भएको अवतारलाई के भनिन्छ? मोहिनी। मोहिनी अवतार भनेको त सबैलाई मोहित गराउने हो। त्यसले पनि हेर्नसा सबैलाई मोहित गराउन सक्छ चाण्डाल कन्याले। त्यही भएको हुनाले मोहिनी अवतार धारण गरेका भगवान विष्णुले उनकी भने जस्तै भन्न खोजेको तात्पर्य पनि बोल्नुपर्छ। कहिलेकाहीँ अलिकति हिँड्ने हिँडुल गर्ने इन्द्रनील मणिको पुत्रिका गुडिया। पुत्रिकाको अर्थ पुत्री भनेको छोरी हुन्छ, पुत्रिका भनेको के हुन्छ? गुडिया। गुडिया थाहा छ नि? गुडिया त थाहा छ त। चरा चोरीको नाम थाहा हुने, काग भन्ने थाहा नभए पनि गुडिया भन्ने चाहिँ थाहा छ। दल भनिसकेपछि अझ राम्रो है। इन्द्रनील मणिले हजुर इन्द्रनील मणिले बनाए त्यो गुडिया त के गर्छ? यताउति हिँड्दैन। इन्द्रनील मणिद्वारा बनाइएको र यताउति सञ्चरण गर्न सक्ने गुडिया नै हो कि यताउति सञ्चरण गर्ने इन्द्रनील मणिद्वारा निर्मित सञ्चारण सञ्चरणशीला इन्द्रनील मणि
नीलमणिद्वारा बनाइएको पुत्रिका, देखो यहाँ पुत्रिका भनेको छोरी भनेको होइन, के रहेछ गुडिया कि भने जस्तै गुल्फावलम्बी नीलपञ्चुकेन आच्छन्नः शरीराम उपरि रक्तांशुकविरचिता बकुण्ठना नीलोत्पलस्थलिङ्ग निपतित सन्ध्या तपाम। यी सबैलाई एकै ठाउँ गर्नुभयो भने अझ राम्रो देखिन्छ। यहाँ टाउकादेखि गुल्फ भने थाहा छ, यो गोलीगाँठोसम्म उसले के गरेकी थिए, एउटा कञ्चुक लगाएकी थिए। अथवा मुसलमानहरूले लगाउनु जस्तो भन्नुहोस्, जे भन्नुहोस्, त्यो तलबाट माथिदेखि तलसम्मको कालो कपडा लगाएकी थिए अनि टाउकामा रातो फेटा बाँधेकी थिए। त्यसैले गर्दाखेरि कस्तो लाग्दथि त भन्दाखेरि प्रातःकालका सूर्यको किरण परेको नीलकमलले युक्त जमिन जस्तै लाग्दथ्यो। नीलकमल कालो हुन्छ, यो पनि काली छ, अनि कालो कुर्ता तलदेखि माथिसम्म लगाएकी छ अनि उसमा नीलोत्पलस्थलीमा चाहिँ माथिको प्रातःकालको सूर्यको किरण रातो रातो परेको हुन्छ भने यहाँ रातो टाउको बाँधेको गुल्फम यावत् अवलम्बिना शिरसः गुल्फ यावत् विस्तीर्णेन। कुर्ता भने पनि हुन्छ, यो के भन्छन् मुसलमानहरूले बुर्का, त्यो त बुर्का त माथि जे होस् कुर्ता जस्तै हो, माथिदेखि तलसम्मको एउटा कपडा गुल्फावलम्बिना नीलपञ्चुकेन, माथि गुल्फसम्म नै तलैसम्म टुट्टैसम्म गएको नीलपञ्चुकेन आच्छन्नं शरीरम यस्यास्ताम, सम्पूर्ण शरीर ढाकिएको गुल्फावलम्बिना गुल्फम यावत् विस्तृतेन नीलपञ्चुकेन नीलवर्णेन पञ्चुकेन आच्छन्नं शरीरम यस्यास्ताम। अतएव ताम उपरि भनेको शिरोभागे शिरसी रक्तांशुकेन रक्तञ्च तत् अंशुकं रक्तांशुकं तेन कृतम् अवगुण्ठनं यस्यां स्थाम् रक्तांशुकेन कृतं रचितं कृतम् अवगुण्ठनं यस्यां स्थाम्। यहाँनिर मुख छोपेकी भन्ने अर्थ लगाएको हुन्छ, तर त्योभन्दा सजिलो अर्थ चाहिँ टाउकामा फेटाको रूपमा चाहिँ उपरि माथिल्लो भागमा चाहिँ अवगुण्ठन लगाएको, तर त्यो चाहिँ ऊ पनि भन्न चाण्डाल कन्या भएको हुनाले मुसलमानको जस्तो मुख छोपेकी भन्ने अर्थ पनि लगाउन सकिन्छ। चाहिन्छ उपरि भागे रक्तांशुकेन विरचितं कृतं अवगुण्ठनं शिरोवेष्टनं यस्याम्। अतएव नीलोत्पलस्थली निपतित सन्ध्यातपम्, त्यसै कारणले गर्दाखेरि निपतितः सन्ध्यातप सूर्यको आतप भन्छ, सन्ध्याको आतप, सन्ध्याको वर्ण रातो गरिन्छ। सन्ध्याका किरणहरू परेको नीलोत्पलस्थलीमिवः नीलकमलको स्थली, जहाँ नीलकमल मात्रै लगाइएका हुन्छन् त्यस प्रकारको भूमि निपतितः सन्ध्यातपो यस्यां एतादृशी नीलोत्पलस्य स्थलीमिव। यो थली शब्द चाहिँ कस्तोमा चाहिँ प्रयोग गरिन्छ, स्थलको स्थली पनि हुन्छ। थली शब्द चाहिँ अकृत्रिम भूमि भन्ने अर्थमा पनि, थली अकृत्रिमा भूमि भन्ने यस्तो शब्द पनि प्रयोग गरिन्छ। अकृत्रिम स्वाभाविक जसमा कृत्रिमता हुँदैन त्यस प्रकारको जमिनलाई पनि स्थली भनेर भनिन्छ। एककर्णा वशक्त दन्त पत्र प्रभात अवलित पपोलाम उद्यत इन्दु किरण छुरित मुखिम इव विभावरिम। दन्तपत्र एउटा कानमा दन्तपत्र लगाएकी थिए, एउटा कानमा
एउटा कानमा ल्याइएको पत्रबाट निस्किएको किरणले युक्त गन्धस्थल भएकी हुनाले, अर्थात् एउटा कानमा यहाँ के गरिएको थियो, दन्तपत्र ल्याइएको थियो। त्यो दन्तपत्र सेतो थियो, सेतो भएको हुनाले त्यसको किरण पनि के गर्यो त सेतै निस्क्यो। अनि त्यो किरण यहाँ गालामा पर्यो। अनि त्यो एउटा कानमा ल्याइएको दन्तपत्रबाट निस्किएको किरणले युक्त भएको हुनाले उदाइरहेको सूर्यको किरणले युक्त भएको उदाइरहेको चन्द्रमाको किरणले युक्त भएको रात्रि जस्तै। रात्रि पनि कालो हुन्छ, चाण्डाल कन्या पनि कालै छ, तर कालो भए तापनि गालामा चाहिँ के भएको छ, कानमा ल्याइएको दन्तपत्रबाट निस्किएको किरण परेको छ, यतातिर उदाइरहेको सूर्यको किरण परेको छ। कानमा ल्याइएको दन्तपत्रबाट निस्किएको किरण गालामा परेको छ। गालामा परेको हुनाले उदाइरहेको चन्द्रमाको किरणले युक्त भएको रात्रि नै हो कि भने जस्तै। यो जहाँ उपमान दिइन्छ नि त्यहाँ चाहिँ किन चाहिँ उपमान दियो भनेर चाहिँ विचार गर्नुपर्छ। यता कालो छ, रात्रि पनि कालो हुन्छ, चाण्डाल कन्या पनि काली छ। अनि चाण्डाल कन्याको चाहिँ गालामा चाहिँ दन्तपत्रको सेतो किरण परेको छ, रात्रि कालो रात्रिमा चाहिँ उदाउन लागिरहेको चन्द्रमाको किरण परेको हुन्छ। एकश्चातो कर्णः, एक कर्ण, दुईटै गालामा दन्तपत्र थिएन, एउटा पदमा मात्रै थियो। एक कर्णे अवशक्तम यत् दन्तपत्रम, दन्तपत्र भनेको हात्तीका दाँतबाट बनाइएको गहना। हात्तीको दाँत सेतो हुन्छ, थाहा छ नि, फिल्ममा भएन। एक कर्णे अवशक्तम यत् दन्तपत्रम तस्य प्रवाह तेन धवदितं शुक्लीकृतं यत् कपोलमण्डलं यस्यास्ताम्। एकस्मिन् एव कर्णे अवशक्तं यत् दन्तपत्रं तस्य या प्रवाह तेन धवदितं कपोलमण्डलं गन्धस्थलं यस्यास्ताम्। एतादृशीम् अतएव उदीयमानः य इन्दुः तस्य ये किरणस्तै छुरितं स्पृष्टं छुरितं स्पष्टं मुखम् अग्रभागो यस्यास्ताम् एतादृशीं विभावरिमिव रात्रिमिव। अब यहाँ मुख भनेको चाहिँ रात्रिको मुख भनेको के हो? मान्छेको जस्तो मुख त हुँदैन होला, रात्रि हुन्छ। मुखको अर्थ अग्रभाग भन्नुपर्छ, अगाडिको भागमा मात्रै अलिकति किरण परेको उदाइरहेको हुनाले सबै भागमा त पर्दैन। यो दन्तपत्र भनेर भन्नु खोजेको यो के दाँत जस्तै देखिने भनेर हो। हात्तीको दाँतबाट बनाएको अलङ्कार, कानमा झुम्का मडौरी के हुन्छ नि हो त्यस्तै। त्यो त दाँत अहिले सुनको बनाएका हुन्छन् ती कानमा चाहिँ त्यो टपहरू झुम्काहरू के। अब त्यतिखेर चाहिँ त्यो सुनभन्दा चाहिँ महँगो अझ दामी भएको हात्तीको दाँत भयो, त्यो हात्तीको दाँतको अलङ्कार थियो बनाइएको थियो। कपिल गोरोचना रचित तिलकचुतियलोचना। अलिअलि पहेँलो वर्ण भएको, हुन त कालो तर अलिअलि पहेँलो वर्ण भएको गोरोचनाद्वारा बनाइएको तिलक नै तेस्रो आँखा भएकी, अर्थात् यहाँ निधारमा गोरोचनाको तिलक लगाएकी थिए। त्यो गोरोचनाद्वारा बनाइएको गोरोचनाको जुन तिलक हो त्यो नै त्यो तेस्रो आँखा हो। गोरोचनाद्वारा बनाइएको तिलक नै तेस्रो आँखा भएकी। अतएव शिवजीको अनुसरण गर्नको लागि किरातको वेश धारण गरेकी पार्वती नै हो कि भने जस्तै। स्वस्थान्त त कोले सबैले पढ्नु भएको छ होला। यहाँ पार्वती चाहिँ के किराती बनेको त झन् थाहा पाउनु भएको छ, अन्यत्रको थाहा नपाएन। अरू नपढे पनि, कादम्बरी नपढे पनि स्वस्थानी पढिहाल्नुहुन्छ।
है हो त्यही सोच्ने कथा एउटा विशेषणमा एउटा कथाको कतै न कतै कथाको सङ्केत हुन्छ आसमन्तात कपिला आकिशत कपिला आकपिला या गोरोचना तया रचितम यत् तिलकम तदेव तृतीयम लोचनम यस्यास्ताम केही मात्रामा पहिलो वर्ण मिसिएको मूलत कालो गोरोचनाद्वारा बनाइएको तिलक नै तेस्रो आँखा भएकी आसमन्तात कपिला या गोरोचना तया रचितम तिलकमेव तृतीयम लोचनम यस्यास्ताम एतादृशी अतएव ईशान चरित्र अनु शिवजीले त्यो किरात वेश बनाइसकेपछि अनुचरित भनेको पछाडिबाट त्यो किरात वेश बनाएको छ जसले अनु ईशैष अनु पश्चात चरित सम्पादित किरात वेशको शिवजीले किरात वेश बनाइसकेपछि किरात वेश बनाएकी भवानी पार्वती नै उनकी भने जस्ती पुरस्थल निवास संक्रान्त नारायण देह प्रवास लक्ष्मी विवाह लक्ष्मी गोरी छन् तर नारायणको वक्षस्थलमा निरन्तर शयन गरेको हुनाले नारायणको वक्षस्थलको कालीमा संक्रान्त भएकी लक्ष्मी नै हुन् भने जस्तै यहाँनिर फेरि यी विशेषणहरूमा तात्पर्य छ नि सुन्दर धेरै राम्री भन्न खोजेको नि लक्ष्मी जस्तै राम्री पार्वती जस्तै राम्री भन्न खोजेको यहाँ सुन्दरतालाई नै लिएर चाहिँ लक्ष्मी जस्तै राम्री भन्दाखेरि चाहिँ के हुने भयो त भन्दाखेरि लक्ष्मी गोरी छन् यी काली छन् त्यही भएको हुनाले त्यसलाई चाहिँ प्रेक्षा गर्नको लागि चाहिँ एउटा धर्म के छप्यो त भन्दाखेरि निरन्तर नारायणको वक्षस्थलमा शयन गरेको हुनाले नारायणको वक्षस्थलको कालीमा संक्रान्त भएकी लक्ष्मी नै हुन् कि भने जस्तै पुरस्थले य निवासस्तेन संक्रान्तः नारायणस्य या देहप्रवाह देहकान्ति तया श्यामलितां कृतश्यामल सञ्जात श्यामलां कालो वर्णले युक्त भएकी पुरस्थल वक्षस्थले य निवास नारायणको वक्षस्थलमा गरिएको निवासले गर्दाखेरि निरन्तर नारायणको वक्षस्थलमा निवास गरेको हुनाले संक्रान्त भएको नारायणको देह प्रभाले देह छविले श्यामलिता कालो वर्ण भएकी श्रीयमिव लक्ष्मी नै हुन् भने जस्तै गोपितहर दासन दैयमा मदनपुमोदिनी नाविदह रतिम शिवजीको नयनबाट निस्किएको अग्निले जलाइरहेको कामदेवको शरीरबाट निस्किएको धुवाले कालो भएकी रति नै हुन् कि भने जस्तो रति पनि राम्रै छन् तर रतिको वर्णन गोरो गरिन्छ त्यही भएको हुनाले शिवजीको नयनबाट निस्किएको अग्निले डढेको कामदेवको शरीरबाट निस्किएको धुवाले गर्दाखेरि कालो वर्ण प्राप्त गरेकी रति नै हुन् कि भने जस्तो लक्ष्मी होइन लक्ष्मीको कुरोको एउटा विशेषणको अर्को विशेषणसित कहिले पनि सम्बन्ध हुँदैन एउटा विशेषण र अर्को विशेषणको बिचमा सम्बन्ध गराउन थाल्नु भयो भने त तपाईँहरू कहाँ जानुहुन्छ यता हिँडेको मान्छे यता हिँडे जस्तो विशेषणको ठ्याक्कै लगेर सिधै विशेष्यसित सम्बन्ध गराउनु अनि पछि बल्ल चाहिँ सबै कुरो चाहिँ छल्लङ्ग ऐनामा सक्छ लक्ष्मीको कुरा सिद्धियो पार्वतीको कुरा सिद्धियो लक्ष्मी जस्तै पार्वती जस्तै त भयो अनि रति जस्तै काम पत्नी रति जस्तै तर रतिको वर्णन सेतो हुन्छ यी काली छ त्यो काण्डाल कन्या काली छ त्यही भएको हुनाले त्यसको लागि चाहिँ के रति जस्तै भन्नको लागि समाज के गरियो त कुपितः यहाँ फेरि पदहरूको चाहिँ लालित्य कति छ भनेर पनि हेर्नु पर्छ कुपित हर हुन्ता आसन दैयमान यस्तो चाहिँ सकेको कुपित रिसाएका हर शिवजीको
को निधारबाट निस्किएको जुन हुतासन अग्नि तेन दह्यमान त्यसद्वारा डढाइएको जुन मदन त्यसबाट निस्किएको धुवाँ त्यसले मलिनीता मलिन गराइएकी रतिमिव रति नै कुपित विग्रह गर्नु चाहिँ एकचोटि बुझ्नुहोस् न कतिको अहिले मैले सुनिदियो भने चाहिँ ए हो र भन्न बेर छैन त्यही कुपित य हरह अस्य य हुतासन तेन दह्यमानः य मदनः तस्य य भूमः तेन मलिनीकृतां मलिनतां प्रापितां रतिं उन्मत हरि हलाकर्षण भय पलायिताः मतले मत्त भएका बलरामले हलोले तानेको हुनाले डराएर भागिरहेकी कालिन्दी नै हुन् कि भने जस्तो। अब कतिजनाले पुराण पढ्नु भएको छ बलरामले चाहिँ कालिन्दीलाई चाहिँ मतले मत्त भएर चाहिँ स्नान गर्न बोलाए, त्यो नआइसकेपछि रिसाएर बलरामले हलोले कालिन्दीलाई ताने भन्ने चाहिँ कथा छ। त्यही कथालाई चाहिँ यहाँनिर चाहिँ परीक्षा बनाएको। मतले मत्त भनेको दारू पिएर मत्त भएका बलरामले हलाले तानेको हुनाले भयले विवल भएर भागिरहेकी कालिन्दी नै हुन् कि भने जस्ती कालो वर्ण भएको हुनाले परीक्षा गरिएको। उन्मदः उत्कृष्टः मदः यस्य सः उन्मदः य हरि हलस्यास्थिति हरि बलरामः तस्यः हलेन यत् आकर्षणं मतले मत्त भएका बलरामले आफ्नो हलोद्वारा तानेको हुनाले डराएर हलाइकाम भागेकी कालिन्दी विव कालिन्दी नै हो कि भने जस्तो। अति बहल पिण्डा लक्तक रस राग पल्लवित पाद पङ्कजाम खुट्टा रङाउँछन् महिलाहरूले, थाहा छ कि छैन? रातो रङले यहाँ तलबाट पैतालाहरू यस्तामा रङाउँछन्। त्यो रङाउने जुन चाहिँ रातो रङ हुन्छ त्यसलाई पिण्डालक्तक भनेर भनिन्छ। यो पिण्डालक्तकले अत्यन्त पातलो पातलो पनि होइन, पातलो भएपछि अलिअलि मात्रै लाग्छ। अत्यन्त पातलो पिण्डालक्तकको रागले पल्लवित पालुवाले युक्त भए जस्ता चरण कमलले युक्त भएकी अतिबहलः अतिप्रचुरः य पिण्डालक्तकः पिण्डीकृता लाज्या तैसे य रस तैसे यो राग लौहित्यं तेन पल्लविते पालुवा जस्ता बनाइएका पाद पङ्कजे कमले यस्यास्तां तथा खुट्टामा रातो लाहा लगाएकी अतिबहल अति निबिड बाक्लो य पिण्डालक्तकः पिण्डीकृत अलक्तकः पिण्डीकृता लाज्या तस्य य रस तस्य य राग तेन पिण्डाकार अत्यन्त बाक्लो भइसकेपछि डल्लोमा धेरै बाक्लो भएपछि चाहिँ बाक्लो कुनै पनि धेरै बाक्लो भयो भने पल्लविते पाद पङ्कजे यस्यास्तां अचिरवृत्तित महिषासुर रुधिर रक्त चरणां खाद्यायनिमिव अतएव त्यसैले गर्दाखेरि खुट्टामा पिण्डालक्तक लगाएर पालुवाले युक्त भए जस्तो बनाएको हुनाले तत्कालमै मारिएको महिषासुरको शरीरबाट निस्किएको रगतले राता भएका घोडाहरूले युक्त भएकी कात्यायनी नै हुन् कि भने जस्तो। तत्कालमा मारिएको महिषासुरको रगतले लतपत भएका घोडाहरूले युक्त भएकी कात्यायनी नै हुन् कि भने जस्तै। अहिले चाहिँ कालो र राम्रो र कालो भएर पनि राम्रो वर्णको कुरो गरिएको थियो भने यहाँ घोडाको रातो वर्ण चाहिँ को उत्प्रेक्षा गरेको छ। अचिरम तत्कालमा नै हिजो अस्ति मारेको महिषासुरको रगत आज रातो हुँदैन कि सुकिसकेको हुन्छ कि पखालिएको हुन्छ। अचिरम तत्काल नै वृद्धितः मारिएको यो महिषासुरः वृद्धितः य महिषासुर अचिरम तत्कालमेव वृद्धितः य महिषासुरः तस्य यत् रुधिरं तेन रक्ते
त्यो रगतले रक्ते राता भएका छन्। चरणौ कमलौ यस्या नाम एतादृशीं कात्यायनी विवाह। कात्यायनी नै भगवती कात्यायनी नै हुन्थी, दुर्गा नै भने जस्तै। कति हो पढ्ने हो कि होइन?